अब चाहिँ म यो सोशल मिडियाबाट टाढा बस्छु भने फेरि भिडियो बनाउन मन लागिहाल्छ। मलाई चाहिँ डेली भ्लग सुरु गर्ने इच्छा उहिलेबाट थियो, तर कहिले अल्छी लाग्छ अनि कहिले थकाइ। सो फाइनली हेलो एभ्रिवान, वेलकम टु माई डे 1 मिनी भ्लग। आजको दिन चाहिँ मेरो एकदमै धेरै लामो हुनेवाला छ, सो मैले आफूलाई अनि आफ्नो बडीलाई प्रिपेयर गराउन जरुरी छ। त्यसको लागि चाहिँ मैले मर्निङ ड्रिङ्कमा चिया सिड लिएँ अनि मर्निङ ड्रिङ्क सकेपछि चाहिँ म रेडी हुन थालेँ। अब रेडी हुनलाई त्यस्तो केही पनि रेडी हुँदिनँ, म चाहिँ काममा जाँदा चाहिँ डेली आफ्नो नेचुरल लुक नै राखेर जान्छु, खासै केही पनि गर्दिनँ। यो चाहिँ मेरो नेचुरल लुक, म चाहिँ यस्तो देखिन्छु बिना मेकअपमा। अनि मेरो चाहिँ 12 घन्टाको सिफ्ट हो आज, त्यसको लागि चाहिँ मैले आफ्नो लागि ब्रेकफास्ट त बनाउनु पर्यो। खासमा सबैभन्दा ढिलो ब्रेक जान्छु क्या म, सबैजनालाई सुरुमा पठाएर आफू चाहिँ लास्टमा जान्छु, म चाहिँ लास्टसम्म बस्ने भएको भएर। अनि त्यति बेलासम्म त भोक लाग्छ, सो त्यसको लागि चाहिँ मैले ब्रेकफास्ट रेडी गर्नतिर लागेँ। ब्रेकफास्टमा चाहिँ छिटो छरितो एकदमै मिठो हुने चाहिँ मैले चिउरा भिजाएर राखेको थिएँ, अनि त्यसमा एउटा अन्डा राखेर अलिकति नुन अनि त्यसपछि बेसार मात्रै राखेर नर्मल वेमा चाहिँ सिम्पल वेमा मैले चाहिँ नास्ता रेडी गरेँ। एकदमै छिटो छरितो मिठो चाहिएको छ भने प्लिज ट्राई इट। जति बेला नि टिकटक बनाएको बनाइ गर्छ, कति बेला काममा जान्छे होला भन्नेहरूको लागि पनि यो भिडियो है त स्पेसली। अब चाहिँ काममा निस्किने बेला भयो, सो म रेडी भएँ कामको लागि चाहिँ। अनि बाहिर हेर्दाखेरि मजाको घाम लागिरहेको रहेछ। अनि के साथीहरू, मैले घाम देख्न पाउने भनेको यही एउटा दिन मात्रै हो, किनभने म चाहिँ बिहानै झिसमिसेमा जान्छु अनि रातिमा फर्किन्छु, मेरो बिहानको सिफ्ट हो। सो आज चाहिँ घामको रमाइलो लिँदै काममा जान्छु क्या म चाहिँ, कस्तो रमाइलो हुन्छ। अरू दिन चाहिँ विरक्त लाग्छ क्या बिहानै। अनि म चाहिँ काममा आइपुगेँ, अब चाहिँ 12 घन्टाको कामको लागि चाहिँ रेडी भएर बस्नुपर्छ। बिहान हाँसी खुसी काममा गएको मान्छे एक्कासी मलाई माइग्रेन सुरु भएर गाह्रो भयो, त्यही पनि आफ्नो सिफ्ट पुरा त गर्नु पर्यो। काम सकाएर म रुममा आइपुगेँ। रुममा आइपुग्दा पनि बुढो हुनुहुन्थेन रुममा, किनकि हाम्रो बुढाबुढीको सिफ्ट नै फरक छ, भेटघाटै हुँदैन। ल आजलाई चाहिँ मेरो भ्लग यहीँ इन गर्छु। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई, टेक केयर।